सम्पूर्ण साथीहरुलाई नमस्कार। म आजको यो भिडियोमा कक्षा 8 भनौँ 9 वा 10 हैन 8, 9 र 10 सम्म पनि हामीले काम लाग्ने यो मध्यकको बारेमा म यो अहिले दुईटा तथ्याङ्कको बारेमा मैले भिडियो बनाएको छु हैन। मध्यकलाई इंग्लिशमा मिन भनिन्छ र मध्यकलाई अर्को भाषाले औसतको नामले पनि हामी चिन्छौँ है। मध्यकलाई औसत पनि भनिन्छ, औसत भने पनि मिन भने पनि हैन, मध्यक भने पनि एउटै हो। अब यो मध्यक चाहिँ निकाल्ने कुरा जुन आउँछ हाम्रो परीक्षामा, यो हुन त कक्षा 8 देखि सुरु भएको रहेछ र यो 9 मा पनि काम लाग्छ। कुनै बेला हाम्रो 10 कक्षामा पढ्ने विद्यार्थी भाइ बहिनीको लागि उनीहरू जहिले पनि मध्यका निकाल्ने हैन कुरा चाहिँ सिकिरहेका हुन्छन्। चतुर्थांश कसरी पत्ता लगाउने त्यो कुरा चाहिँ सिकिरहेका हुन्छन्। तर कुनै बेला चाहिँ हाम्रो झुक्याउनको लागि मध्यक नै सोधिन्छ हैन। सिकेको मध्यका चतुर्थांश सिकियो, तर कुनै चाहिँ टेन्सेटमा हाम्रो मध्यक चाहिँ दिएको पनि पाउँछ। जसले गर्दा अलिकति हामीले यो तल्लो कक्षादेखि हैन 8 कक्षादेखि नै यदि हाम्रो आधार बन्यो भने माथिको कक्षामा पनि गएर हामीले काम लाग्छ र हामीलाई सल्भ गर्न पनि सजिलो हुन्छ। जसले गर्दा म यो कुरालाई आधार बनाएर मैले भिडियो बनाइदिएको छु। जस्तो यो मध्यक हाम्रो 3 वटा तथ्याङ्कको लागि आउँछ। जस्तो यहाँ पहिलो हाम्रो तथ्याङ्क दिएको छ व्यक्तिगत तथ्याङ्क मैले लिएको छु हैन। व्यक्तिगत तथ्याङ्कले इंग्लिशमा इन्डिभिजुअल डाटा पनि भनिन्छ हैन। इन्डिभिजुअल डाटा इंग्लिशमा मिन कसरी पत्ता लगाउने हैन। क्वेशन चाहिँ सोधिएको हुन्छ, कुनै परीक्षामा सोधिएको हुन्छ फाइन्ड आउट द मिन अफ द गिभन इन्डिभिजुअल डाटा हैन भनिन्छ। अनि मिन कसरी पत्ता लगाउने त हैन भने यो चाहिँ व्यक्तिगत तथ्याङ्कको लागि इन्डिभिजुअल डाटाको लागि मध्यक पत्ता लगाउनको लागि हाम्रो डाटा चाहिँ यसरी दिएको हुन्छ। अब यो डाटामा मिन कसरी पत्ता लगाउने त म यहाँ सल्भ गरेको छु। जस्तो सबभन्दा पहिला यसमा नम्बर है, नम्बर चाहिँ फाइन्ड आउट गर्ने भनेपछि सबभन्दा पहिला हामीले यसमा कतिवटा नम्बर दिएको छैन त्यो चाहिँ काउन्ट गर्ने, गन्ती गर्ने। जस्तो मैले यहाँ n बराबर 5 लिएको हो, त्यसै माथि गन्ती गरौँ 1 2 3 4 5 भनेर मैले 5 लिएको छु। त्यसपछि यो चिन्हलाई के भन्छ भने सिग्मा भनिन्छ हैन। सिग्माको अर्थ नै हुन्छ के त सम हुन्छ। सिग्मा भन्नाले समलाई जनाउँछ, सम भन्नाले नेपालीमा जोडफललाई जनाउँछ हैन। जसले गर्दा यहाँ सिग्मा x भन्नाले यो माथिको जुन तथ्याङ्क दिएको छ त्यसले चाहिँ जोड्नु पर्यो हैन। जोड्दाखेरि 2 + 4 + 6 + 8 + 10 गर्दाखेरि जोड्दाखेरि कति आइदियो त 30 आयो। त्यसपछि हामीले मिन पत्ता लगाउनु पर्यो, मध्यक पत्ता लगाउनु पर्यो हैन। अब मध्यकलाई यसरी x बार चाहिँ संकेत गरेर चिनिन्छ। मध्यकको संकेत x बार हो, यसलाई x बार भनेर चिनिन्छ। अनि x बार बराबर हाम्रो वाट भयो भनेपछि यो सोधेको छ। अब यो x बार कसरी पत्ता लगाउने त हाम्रो सूत्रबाट, सूत्र के हो त x बार बराबर सिग्मा x अपन n हुन्छ भनेपछि सिग्मा x बाइ n हुन्छ। अब यसरी सिग्मा x को मान हाम्रो कति आएको छ यहाँ 30 भन्ने माथि 30 लेखियो, n तल छ, n को मान 5 भयो, n तल 5 लेख्यो अनि भाग गरेर हाम्रो कति आइदियो त 6 आइदियो। भने यसरी चाहिँ इन्डिभिजुअल डाटाको लागि चाहिँ n हाम्रो इन्डिभिजुअल डाटा दियो भने हामी यसरी चाहिँ त्यसको मिन चाहिँ निकाल्न सक्छौं हैन। हाम्रो यदि विद्यार्थी भाइ बहिनीहरु यदि कुनै विद्यार्थी भाइ बहिनीहरु बोर्डिङमा पढिराख्नु भएको छ भने तपाईहरु चाहिँ क्वेशन सल्भ म अहिले मैले भने कि भनिदिन्छ क्वेशनमा परीक्षामा तपाईहरुको वा किताबमा दिएको हुन्छ फाइन्ड आउट द मिन फ्रम द गिभन इन्डिभिजुअल डाटा। अनि इन्डिभिजुअल डाटा दिएछ भने त्यस्तो इन्डिभिजुअल डाटामा हामी कसरी पत्ता लगाउने त फर्स्ट अफ अल चाहिँ वी शुड फाइन्ड आउट द नम्बर अफ द गिभन इन्डिभिजुअल डाटा हैन। त्यसको नम्बर कतिवटा दिएको छ यो डाटाको त्यसको चाहिँ नम्बर हैन एलिमेन्ट भनौं न। यो चाहिँ इन्डिभिजुअल डाटाको एलिमेन्ट कतिवटा छ, त्यसको सदस्य कतिवटा छ त्यो चाहिँ काउन्ट गर्ने। काउन्ट गरेर यहाँ n लेखियो। त्यसपछि हामीले चाहिँ सिग्मा पत्ता लगाउनु पर्छ हैन। सिग्मा भन्नाले सम जनाउनु पर्छ, सम पत्ता लगाउनु पर्छ। सम भन्नाले यसलाई चाहिँ के गर्नु त जोड्ने। अनि त्यसपछि हामीले मिन निकाल्नु पर्यो, x बार निकाल्नु पर्यो। अनि x बार बराबर सूत्र हुन्छ सिग्मा x अपन n हुन्छ। अनि यसरी भाग गरेर चाहिँ तपाईहरु निकाल्न सक्नुहुन्छ। त्यसपछि हाम्रो दोस्रो डाटा सुरु भयो के त डिस्क्रिट डाटा हैन। यसलाई डिस्क्रिट डाटा पनि भनिन्छ अंग्रेजीमा हैन।
अब यसले अङ्ग्रेजीमा बोल्दाखेरि अब त्यहाँबाट विद्यार्थी भाइ बहिनीहरू जो चाहिँ बोर्डिङ पढिराख्नु भएको छ उनीहरूको लागि पनि यो चाहिँ तालिकाले काम गर्छ हैन। अब यो डिस्क्रिट डाटा भन्छ यसलाई। यो डिस्क्रिट डाटाबाट हामी भन्नाले खण्डित डाटाबाट कसरी चाहिँ मध्य पत्ता लगाउने त हैन। अब यो डाटाबाट यो डाटाबाट हामीले मध्य पत्ता लगाउनको लागि के गर्नुपर्छ त, हाम्रो क्वेसन यतिसम्म दिएको हुन्छ। अब यो तालिकालाई यसरी बनाउने हो हैन। यसरी बनाउँदाखेरि पहिला जुन कोठा हुन्छ x को हुन्छ, त्यसपछि f को हुन्छ, त्यसपछि के हुन्छ त fx को हुन्छ है। अब यसरी चाहिँ के गर्दिने त, यो 8 चाहिँ कसरी आएको छ त, यो 8 जुन आएको छ हाम्रो यो 2 र 4 ले के गरेको छ त यहाँ गुणन गरेको छ भन्नाले fx भन्ने बित्तिकै के बुझ्नु पर्यो त यहाँ गुणनको चिन्ह छ, जसले गर्दै दुवै अंकले यहाँ गुणन गर्ने अनि 2 चौक कति भयो त 8 भयो। त्यसपछि 6 एकाइ कति भयो त 6 एकाइ 56 भयो। त्यसपछि 8 पछि कति हुन्छ त 40 भयो। त्यसपछि 12 यहाँ कति हुन्छ त 36 हुन्छ भनेपछि यसरी चाहिँ हाम्रो बढीमा पढ्ने विद्यार्थी भाइबहिनीहरूले के पढाउनु भएको होला भने 2 2 जा कति हुन्छ त यहाँ 4 हुन्छ, 6 1 जा 6 हुन्छ, त्यसपछि 8 5 जा 40 हुन्छ, त्यसपछि 12 3 जा 36 हुन्छ। यसरी चाहिँ हामी मल्टिप्लाई गरेर चाहिँ गुण गरेर चाहिँ यो खण्ड चाहिँ हामी भरेका हुन्छ, फिलअप गरेका हुन्छौँ। त्यसपछि हामी के गर्नु पर्यो भने यो f जुन मान हुन्छ यो f लाई चाहिँ n बराबर दिएर हामीले जोड्ने हो हैन। यसलाई फेरि गन्ती गर्ने होइन, यसलाई जोड्ने हो। अब यसलाई के गर्ने त जोड्ने हो। अब यो जोड्दाखेरि हाम्रो n बराबर कति आयो त 13 आयो, 13 आयो। अब कुनै बेला तपाईहरु चाहिँ n बराबर पनि लेख्न सक्नुहुन्छ वा सिग्मा f पनि लेख्न सक्नुहुन्छ है। अनि यहाँ कति हाम्रो आयो त 13 आयो। त्यसपछि यो हाम्रो सिग्मा fx भयो। सिग्मा fx सिग्मा भन्ने बित्तिकै बुझ्नु पर्छ जोड्ने है। अनि सिग्मा fx भन्दाखेरि fx ले जोड्ने, जोड्दाखेरि 90 आइदियो। त्यसपछि x मिन हामीले निकाल्नु पर्यो भनेपछि x बार निकाल्नु पर्यो अनि x बार को यो तालिकाको लागि सूत्र हुन्छ सिग्मा fx अपन n हुन्छ। अनि सिग्मा fx को मान 90 भइदियो अनि n बराबर 13 भयो, 13 ले भाग गरियो 6 point समथिङ आयो। अनि यसरी चाहिँ हामी यो दुईवटा तथ्याङ्कको लागि चाहिँ हामी मध्य पत्ता लगाउन सक्छौं हैन। अब आशा गर्छु हाम्रो सरकारी छैन सामुदायिक स्कुलमा पढ्ने विद्यालयमा पढ्ने हाम्रो विद्यार्थी भाइ बहिनीहरू होस् चाहे हाम्रो निजी विद्यालयमा पढ्ने विद्यार्थी भाइ बहिनीहरू होस् उनीहरूको लागि यो भिडियो एकदम उपयोगी हुने नै छ हैन। र यसपछिको जुन हाम्रो एउटा बाँकी जुन हुन्छ जसलाई ग्रुप डाटा भनिन्छ हैन, त्यो ग्रुप डाटाको जुन मध्यक हुन्छ म तपाईहरुले अर्को भिडियोमा लिएर आउने नै छु हैन। आजको लागि यो भिडियो यति मात्र। हस्त, धन्यवाद।